हामी सबैले तिर्ने कर त्यो पैसा आखिर कहाँ जान्छ, कसरी खर्च हुन्छ? यो प्रश्न सामान्य लागे पनि देशको भविष्य यसैमा अडिएको हुन्छ। ल आज हामी ठ्याक्कै यही सार्वजनिक पैसा कसरी खर्च गर्नुपर्छ भनेर नियम बनाउने एउटा महत्त्वपूर्ण कानूनको बारेमा कुरा गरौँ। हो, प्रश्न यही हो। सरकारले अर्बौं रुपैयाँ सडक, अस्पताल, स्कुल बनाउन खर्च गर्छ, तर त्यो खर्च निष्पक्ष छ, सही ठाउँमा गएको छ र त्यसबाट जनतालाई फाइदा पुगेको छ भनेर कसरी थाहा पाउने? हो, यही कुरा सुनिश्चित गर्नका लागि एउटा कानून बनेको छ। अनि त्यो कानून हो सार्वजनिक खरिद ऐन 2063। यो ऐनको प्रस्तावनामा नै भनिएको छ कि सार्वजनिक खरिद प्रक्रियालाई खुला, पारदर्शी, वस्तुनिष्ठ र विश्वसनीय बनाउने। मतलब अघि हामीले उठाएको प्रश्नको जवाफ नै यही कानूनको मुख्य उद्देश्य हो। ल त्यसो भए सार्वजनिक खर्चको लागि नियम किन चाहियो त? यो ऐनभित्र आखिर छ के? यसलाई यसरी बुझौँ न। यो सार्वजनिक पैसा खर्च गर्ने एउटा नियम पुस्तिका, एउटा रुल बुक जस्तै हो। यसले सरकारी निकायहरूलाई पैसा कहाँ र कसरी खर्च गर्ने भनेर बाटो देखाउँछ, ताकि सबैका लागि समान अवसर होस्, कसैले मनपरी गर्न नपाओस्। अब प्रश्न आउँछ, यो नियम कसले मान्नुपर्छ? ऐनको दफा 2 खले सार्वजनिक निकाय भनेर चिनाएको छ। यसमा के पर्छ त? सरकारका मन्त्रालयहरू, अदालतहरू, स्थानीय तहहरू अनि सरकारी लगानी भएका कम्पनी र विश्वविद्यालयहरू समेत। सोझो भाषामा भन्दा, जहाँ जनताको 1 रुपियाँ पनि खर्च हुन्छ त्यहाँ यो कानून लागू हुन्छ। कुनै पनि खरिद प्रक्रियाको आधार के हो त? यो ऐनले केही मार्गदर्शक सिद्धान्तहरू तोकेको छ, जस्तै प्रतिस्पर्धा, स्वच्छता, इमान्दारिता, जवाफदेहिता, विश्वसनीयता र मितव्ययिता। यी केवल किताबमा लेखिने राम्रा शब्द मात्र होइनन्। हरेक निर्णय लिँदा यी सिद्धान्तलाई आधार मान्नुपर्छ। प्रतिस्पर्धा बिना, जवाफदेहिता बिना कुनै काम अघि बढ्नै सक्दैन। यो ऐनको मर्म यही हो। ल सिद्धान्तको कुरा त भयो, तर व्यवहारमा के हुन्छ? एउटा सडक बनाउने निर्णय भएदेखि लिएर ठेकेदारले काम पाउँदासम्मको प्रक्रिया कस्तो हुन्छ त? आउनुहोस्, अब यो खरिद प्रक्रियालाई अलि नजिकबाट हेरौँ। कुनै पनि खरिदको सुरुवात योजनाबाट हुन्छ। यो एकदमै महत्त्वपूर्ण छ। ऐनको दफा 4 र 5 ले के भन्छ भने, कुनै पनि पैसा खर्च गर्नुभन्दा पहिले सार्वजनिक निकायले के काम गर्ने, कस्तो सामान किन्ने, त्यसको लागत कति लाग्छ भनेर विस्तृत योजना र अनुमान बनाउनै पर्छ। यसो गर्दा मनपरी खर्च गर्ने बाटो नै बन्द हुन्छ। अब आउँछ सार्वजनिक बोलपत्र प्रक्रिया। सुन्दा अलि जटिल लाग्न सक्छ, तर ऐनले यसलाई एकदमै व्यवस्थित बनाएको छ। पहिलो चरणमा काम गर्न इच्छुक सबैका लागि सार्वजनिक सूचना जारी हुन्छ। दोस्रोमा इच्छुक कम्पनीहरूले आफ्नो प्रस्ताव सिलबन्दी गरेर पेश गर्छन्। त्यसपछि ती प्रस्तावहरूको मूल्याङ्कन हुन्छ, प्राविधिक र आर्थिक दुवै पक्षबाट। र अन्त्यमा जो सबैभन्दा योग्य र उत्तम हुन्छ उसैले ठेक्का पाउँछ। यसरी नै त हो नि प्रतिस्पर्धा हुने। तर एउटा कुरा सोचौँ त, करोडौंको पुल बनाउने प्रक्रिया र अफिसका लागि केही कम्प्युटर किन्ने प्रक्रिया एउटै हुन्छ होला त? पक्कै हुँदैन। र यो ऐनले पनि यही कुरालाई ध्यानमा राखेको छ। ठूला ठेक्कापट्टाका लागि खुला बोलपत्र जस्तो प्रतिस्पर्धात्मक विधि अपनाइन्छ, तर सानातिना सामान किन्न वा विशेष परिस्थितिमा सिलबन्दी दरबाउपत्र वा सोझै खरिद जस्ता सरल विधि पनि छन्। कामको प्रकृति हेरेर विधि छान्ने यो व्यवस्था एकदमै व्यावहारिक छ। ल नियम र प्रक्रियाको कुरा त भयो, तर नियम त तोड्न पनि सक्छन् नि, हैन? हो, अब हामी ऐनको सबैभन्दा महत्त्वपूर्ण पाटोमा प्रवेश गर्दैछौँ, निष्पक्षता र जवाफदेहिता। यदि कसैले नियम तोड्यो भने के हुन्छ? यो ऐनले सबैलाई कसरी जिम्मेवार बनाउँछ? अब त्यो हेरौँ। यो ऐनको एउटा एकदमै राम्रो पक्ष के छ भने, यसले जिम्मेवारी एक पक्षलाई मात्रै तोकेको छैन। दफा 61 ले सरकारी अधिकारीहरूले निष्पक्ष भएर सार्वजनिक हितमा काम गर्नुपर्छ भन्छ। अनि दफा 62 ले बोलपत्रदाता अर्थात् ठेकेदारहरूले घुस दिन, झुटो विवरण पेश गर्न वा अरूसँग मिलेमितो गर्न पाउँदैनन् भनेर स्पष्ट पारेको छ। यो त दुईतर्फी बाटो जस्तै भयो। दुवैले आफ्नो आचरणको नियम पालना गर्नुपर्छ। अनि यदि कसैले नियम तोड्यो भने त्यसको परिणाम पनि गम्भीर छ। दफा 63 मा कालो सूचीमा राख्ने व्यवस्था छ। यदि कुनै फर्मले भ्रष्टाचार गर्यो वा ठेक्का लिएर काम गरेन वा नराम्रो काम गर्यो भने त्यसलाई 1 देखि 3 वर्षसम्म कालो सूचीमा राख्न सकिन्छ। कालो सूचीमा परेपछि त्यो अवधिभर कुनै पनि सरकारी ठेक्कामा भाग लिन पाइँदैन। यो एकदमै कडा कारबाही हो। ल हामीले यति धेरै नियम, प्रक्रिया र सजायको कुरा गर्यौं, तर आखिरमा यो सबै किन?
यसले आम नागरिकलाई के फाइदा हुन्छ? अब यसको वास्तविक असरको बारेमा कुरा गरौँ। जब सार्वजनिक पैसा सही ठाउँमा सही तरिकाले खर्च हुन्छ तब त्यसको नतिजा हामी सबैले देख्न र भोग्न पाउँछौं। राम्रा सडक बन्छन्, स्कुलमा गुणस्तरीय शिक्षा हुन्छ, अस्पतालहरू भरपर्दा हुन्छन्। वास्तवमा यो ऐनको सही कार्यान्वयन हुनु भनेको देश बन्नु हो र सबै नागरिकको जीवनस्तर माथि उठ्नु हो। त्यसैले यसको सार के हो त? सार्वजनिक खरिद ऐन पैसा खर्च गर्ने एउटा प्राविधिक नियम मात्रै होइन, यो त सुशासनको जग हो, पारदर्शिता र जवाफदेहिताको आधार हो। अब अन्त्यमा एउटा महत्त्वपूर्ण प्रश्न। नियमहरू त छन्, तर एक बलियो नेपाल बनाउनका लागि हामी सबैले, चाहे नागरिक हौं वा अधिकारी, यी नियमहरूको प्रभावकारी कार्यान्वयन कसरी सुनिश्चित गर्ने? किनकि कानून बन्नु मात्र ठूलो कुरा होइन, त्यसलाई लागू गराउनु र त्यसको निगरानी गर्नु हामी सबैको साझा जिम्मेवारी हो, र देशको भविष्य यही कुरामा निर्भर छ।